नमस्ते। पोर्चुगलको नयाँ नियम अथवा आइमा आप्रवासन जसले हेर्छ आइमाले नयाँ नियम चाहिँ लागू गरिसकेको छ है। जति पनि डकुमेन्ट पुगेको छैन, रिक्वायरमेन्ट डकुमेन्ट नपुगेकोहरूलाई आज 29 तारिक आइमाले धेरै ठाउँबाट मान्छेहरू फर्काइदिएको छ। यदि तपाईहरू पनि पढ्नुभयो भने कृपया कमेन्ट गर्नुहोला र यो च्यानलमा तपाईहरू नयाँ हुनुहुन्छ भने अवश्य पनि एक सब्स्क्राइब गर्नुहोला। सब्स्क्राइब गरेर बेल आइकन पनि दबाउन नभुल्नुहोला, जसले गर्दा यस्तै नयाँ भिडियोहरू तपाईहरूले हेर्न पाउनुहुनेछ। र अब यो नियम अन्तर्गत कस्तो हुनेछ भने पहिला फाल्ता राख्ने चलन थियो भने अब फाल्ता राख्ने चलन सकिएको छ। यसले केही समय तपाईहरूलाई गाह्रो बनाए पनि आउँदो दिनमा भने एकदमै सहजता साथ अगाडि जानेछ, किनभने विगतका दिनहरूमा धेरैभन्दा धेरै फाल्ताले तपाईहरूको टाइम लस्ट गरेको छ र आइमाको पनि लस्ट भएको छ। त्यही टाइम लस्ट हुँदा यहाँ अधिकांश कार्ड रिन्युअलका मान्छेहरू रोकिराख्नु भएको छ र फ्यामिली अपोइन्टमेन्टहरू खुलाउन सकेको छैन हैन। अर्जेन्ट केसेस बाहेक अरू खुलेको छैन। त्यसैले पोर्चुगलको इमिग्रेसन सम्बन्धी अथवा कुनै पनि डकुमेन्टेसनको लागि नयाँ जानकारी र अपडेटहरू यसमा हुँदै गर्नेछन्। तपाईहरूले यसलाई सब्स्क्राइब गरेर जोडिँदै गर्नुहोला है। र भिडियो राम्रो लाग्यो भने साथीहरूलाई पनि सेयर गर्नुहोला। धन्यवाद। त त्यसो भए के चाहिन्छ त डकुमेन्ट है त। डकुमेन्ट तपाईहरूलाई के आवश्यक पर्छ भने पहिलो कुरा तपाईले कामको कन्ट्र्याक्ट है, 3 महिनाको स्यालेरी स्लिप लास्ट 3 मन्थ्स है, र तपाईको रनिङ मन्थको कहिले पनि स्यालेरी स्लिप आउँदैन। रनिङ मन्थको तपाईको अन्तिममा भए चाहिँ आउँछ, नत्र भने जस्तै 25 तारिक छ, 20 तारिक छ, यो दिनहरुमा छ भने रनिङ मन्थको आउँदैन, चिन्ता नगर्नु होला। र अहिले एससीटी पेपर रिक्वायर्ड छैन र तपाईको डिक्लेरेसन, तपाईको कम्पनीबाट डिक्लेरेसन भनेको ताजा बनाउनु होला। धेरै अब जस्तै हप्ता 10 दिन काटेको चाहिँ नलानु होला। र तपाईको यो त काम सम्बन्धी भयो भनेपछि अब तपाईको आफ्नो भनेको तपाईले जुन्ता बनाउनु होला। यदि तपाईसँग जुन्ता बनाउन पोसिबल भएन भने तपाईले एड्रेस प्रुफ राख्नु होला। एड्रेस प्रुफ चाहिँ फिनान्सबाट निकाल्न मिल्छ र पहिलाको भिडियोहरुमा मैले सिकाएको पनि थिएँ। र त्यसपछि तपाईले जुन्ता मेन मानेको छ अहिले सेन्ट टु साउथ तपाईको नम्बर जसरी पनि अब निकालेर लाने कोसिस गर्नु होला फिंगरमा जानु भन्दा पहिला, किनकि तपाईको कार्ड खाली भएर आउनेछ, मतलब सेन्ट टु साउथ हुने छैन। त्यो भएन भने भोलि तपाईलाई समस्या हुनेछ। समस्या त त्यस्तो त हुँदैन, तैपनि तपाईले खोजिराख्नु पर्यो, एउटा पेपर बोकेर हिँड्नु पर्यो, फोटो खिचेर हिँड्नु पर्यो। तपाईको कार्ड सुरक्षित राखेपछि त्यो नम्बर पनि सुरक्षित रहनेछ। र त्यसपछि अब आयो तपाईको तपाईले अब आइरस, यदि आइरस छ भने आइरस भरेर लानु होला है, किनभने अब तपाई कुन 1 महिना काम गरेको 2 महिना काम गरेको छ भने पनि आइरस भरेर लानु होला। डिपेन्डेन्ट हटाएर जानु होला, डिपेन्डेन्ट हटाउन जरुरी छ। र अब यिनै विषय हुन्, अब अरु त्यस्तो केही पनि छैन। र नेपालको पुलिस रिपोर्ट अनिवार्य लिएर जानु होला। नेपालको पुलिस रिपोर्टमा अहिले लिजबन पहिला नेपालबाट पुलिस रिपोर्ट निकाल्नु होला, परराष्ट्रमा नेपालको परराष्ट्रमा छाप लगाउनु होला। त्यसपछि यहाँ पोर्चुगलमा रहेको नेपाली दूतावासमा छाप लगाउनु होला। त्यसपछि नोटरी गर्नु होला कुनै पनि वकिल अथवा नोटरी कार्यालयबाट। त्यसपछि ल्याएर अलकान्त्रामा छाप लगाउनु होला। अलकान्त्रामा नभएको खण्डमा, लाइन भएको खण्डमा पोर्तोबाट लगाउनु होला। त्यसपछि मात्र त्यो तयार हुनेछ। त्यसपछि लिएर अनि त्यहाँ बुझाउनु होला है त। पुलिस रिपोर्ट त्यसरी तयार गर्नु होला। र आइमाले हरेक नोटिफिकेसनमा के भनेको छ भने
तपाईँ 12 महिनाभन्दा बढी अरू कुनै देशमा बस्नुभएको छ भने, बाहिर देशमा बस्नुभएको छ भने त्यो पनि पुलिस रिपोर्ट रिक्वायर्ड छ भनेको छ। अब त्यो तपाईँलाई पोसिबल भए बनाउनु होला, नभए नबनाउनु होला। अब त्यो कस्तो छ, के छ, सिचुएसन तपाईँको हातमा छ है त। फेरि पनि म भन्न चाहन्छु, भिडियो सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला, साथीहरूलाई पनि यो कुराहरू चाहिँ बाँड्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। जानकारी पर्सुकल फलो गर्नुहोला है।